हैन नानी त बिहानैदेखि मोबाइलमा छेस पढ्छस् त कतिखेर? एकछिन रुक है, यो भिडियो 5 मिनेटमा सकिन्छ अनि पढ्छु। हिजो पनि त्यही भनिस्, अस्ति पनि त्यही भनिस्, आज पनि त्यही भन्दैछस्। हैन तेरो 5 मिनेट कहिले सकिँदैन क्या हो? दिदी, मोबाइल पनि ज्ञानको भण्डार हो नि। ज्ञानको भण्डार त हो, तर मोबाइललाई सही सलामत प्रयोग गर्यो भने मात्र ज्ञानको भण्डार हो। दिनभरि मोबाइलमा भिडियो हेरेर मात्र चाहिँ ज्ञानको भण्डार हुँदैन त बहिनी। अनि के गर्ने त दिदी? समयको व्यवस्थापन गर्ने, मोबाइललाई सही ढङ्गले प्रयोग गर्ने, पढ्ने बेलामा पढ्ने र मोबाइल चलाउने बेलामा बल्ल मोबाइल चलाउने हो। दिदी, आजभोलि सबै साथीहरूले यही गर्छन् त। अरूले जे गर्यो भन्दैमा त पनि गर्छस्? यदि अरूले रातभरि नसुतिकन मोबाइल चलायो भने त पनि त्यही गर्छस्? त्यो त गर्दिन। हेर नानी, आजकलका बालबालिकाहरू मोबाइलको लतमा फसेर आफ्नो समय, भविष्य र स्वास्थ्य बिगारिरहेका छन्। मोबाइलले नै यति धेरै असर गर्छ र दिदी? किन नगर्ने? मोबाइलले पढाइमा ध्यान नजाने, स्वास्थ्य बिग्रिने, आँखा कमजोर हुने र परिवारबाट टाढा जाने रोग लाउँछ। साँच्चै हो है, मैले नि कहिलेकाहीँ आमाले बोलाउँदा फेरि नसुना झै गर्छु। त्यही त, घर परिवार भन्दा मोबाइल बढी नजिक भयो भने समस्या आइसकेको बुझ्नुपर्छ। दिदी, मोबाइल पनि आवश्यकता छैन र? आवश्यकता छ, तर यसको गलत प्रयोगले समस्या निम्त्याउँछ। अनि के गर्ने त दिदी? पहिलो कुरा, मोबाइल चलाउने समय निर्धारण गर। दोस्रो कुरा, पढाइ र काम गर्ने बेलामा मोबाइल आफूभन्दा टाढा राख। तेस्रो, परिवारसँग समय बिताऊ। चौथो कुरा, केही समय पढ, केही समय खेल र केही समय नयाँ सिपहरू सिक। दिदी, म कहिलेकाहीँ भाडा नि माझु। त्यो त बोनस अङ्क हो नि। समय नै जीवन हो बहिनी, गएको समय फर्केर आउँदैन, त्यसैले समयमा नै बुद्धि पुर्याउनुपर्छ। हस् दिदी, अब म भोलिदेखि मोबाइल चलाउने समय कम गर्नेछु। हो, यही हो बुद्धिमानी। यसरी नै हरेक व्यक्तिले प्रविधिलाई आफ्नो मालिक होइन सेवक बनाउनुपर्छ। धन्यवाद दिदी, आज तिमीले मेरो आँखा खोलिदियौ। आँखा मैले खोलिदिएँ कि होइन बहिनी, बुझ्ने मन तिम्रो हो। मोबाइल हाम्रो आवश्यकता त हो, तर यसको लतले हाम्रो भविष्यको बाधा बन्न सक्छ। समयको सही सदुपयोग गरौँ। परिवार, शिक्षा र आफ्नो लक्ष्यलाई प्राथमिकता दिउँ। हस् त, धन्यवाद। पक्नुहोस् त एकछिन, हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले गएर एकता नेरीका सर्च गरेर सब्सक्राइब गर्नुहोला।